एक पटक सोच्नुस् त तपाईको जीवनको एकदमै प्रिय व्यक्ति जसले एक दिन गएर तपाईको नाम, तपाईको अनुहार अनि तपाईसँग बिताएका हरेक पलहरू बिर्सदै गयो भने के होला। आजको कथा त्यही प्रेमको हो जहाँ सम्झनाहरू हराए तर प्रेम कहिल्यै हराएन। हजुर, एउटा यस्तो साउथ कोरियन मुभी जुन चाहिँ एकदमै इमोसनल अनि लभ स्टोरीले भरिएको छ। आज म त्यही मुभीको एक्सप्लेन गर्न गइरहेको छु। आउनुहोस् सुरु गरौँ। मुभीको सुरुवात एउटा ट्रेन स्टेसनबाट हुन्छ जहाँ मुभीको लिड क्यारेक्टर छल्सु एकदमै निराश अनि शान्त अवस्थामा बसिरहेको हुन्छ। यस्तो लाग्छ कि उसको मनलाई पीडाका भारीहरूले दबाइरहेका छन्। छल्सुसँग त्यही बसेको एकजना मान्छे जसले चुरोट पिउनको लागि लाइटर मागिरहेको हुन्छ, जसको जवाबमा छल्सुले थाकेको स्वरमा आफ्नो हातमा भएको कागज देखाउँदै यदि सम्झनाहरू हराएसँगै के आत्मा पनि हराउँछ भनेर सोध्छ। अब कहानी आजको दिनभन्दा केही समय पास्टमा जान्छ जहाँ मुभीको लेडी एक्ट्रेस सुजिन त्यही ट्रेन स्टेसनमा आफ्नो बोयफ्रेन्डको प्रतीक्षामा बसिरहेकी हुन्छ। प्रत्येक मिनेट घण्टामा र प्रत्येक घण्टा दिनमा परिणत हुँदै गर्दा पनि उसको बोयफ्रेन्ड त्यहाँ नआउँदा ऊ त्यहाँबाट निराश भएर फर्किन्छे। सुजिन निराश भएर घर फर्किँदै गर्दा एउटा माटमा उसको भेट छल्सुसँग हुन्छ जहाँ सुजिन आफ्नो माइन्डलाई अझै रिल्याक्स बनाउन सकिरहेकी हुँदैन, जसको कारण तिनीहरू बीच एउटा मिसअन्डरस्ट्यान्डिङ सिचुएसन क्रिएट हुन्छ र सुजिन छल्सुको हातमा भएको कोक आफ्नो सम्झेर खोसेर खाइदिन बाध्य हुन्छ। यसरी उनीहरूको फर्स्ट भेट नै एउटा कन्फ्युजनका साथ सुरु हुन्छ। समय कति बलवान हुने गर्छ है। यदि मानिस समयसँगै आफूलाई बदल्न सकेन भने उसले आफ्नो जीवनमा धेरै दुःख सहनु पर्छ। त्यस्तै सुजिन पनि आफ्नो जीवनमा घटेका सबै नराम्रा कुराहरू बिर्सेर नयाँ जीवन सुरु गर्दै गरेकी हुन्छ। अब ऊ एज अ फ्यासन डिजाइनरको रूपमा काम गर्दै गरेको मुभीले देखाउँछ। जहाँ अर्कोतिर भने छल्सु एउटा कन्स्ट्रक्सन साइटमा एज अ कार्पेन्टरको काम गर्दै आएको हुन्छ, जुन कन्स्ट्रक्सन साइट चाहिँ सुजिनको बुवाले चलाइरहेको हामीले देख्न सक्छौँ। भनिन्छ नि, भगवानले हाम्रो जीवन साथी तय गर्ने काम हाम्रो डेस्टिनीमा पहिल्यै लेखिदिनु भएको हुन्छ भनेर। त्यस्तै सायद नियतिले नै छल्सु र सुजिनको भेट गराउन चाहेको थियो होला। उनीहरूको बारम्बार हुने ती भेटहरू अब सामान्य संयोग मात्र थिएनन्। यही कुरा महसुस गरेकी सुजिन अब दिन प्रतिदिन छल्सुलाई फलो गर्न थालेकी हुन्छ। यस्तो लाग्छ कि उसले अब छल्सुलाई मन पराउन थालिसकेकी छ। त्यही एक रात छल्सु आफ्नो साथीहरूसँगै बसेर ग्यादरिङ गर्दै हुन्छ, जसलाई फलो गर्दै सुजिन र उसका साथीहरू पनि त्यहाँ पुग्छन्। विभिन्न बहाना बनाएर सँगै बसेकी सुजिनको मौनता अब सुरु हुन थाल्छ। रात एकदमै गहिरो हुँदै गइरहेको हुन्छ जहाँ सुजिनको लाजपनले पनि सीमा नागिसकेको हुन्छ। केही बेरको शून्यतालाई चिर्दै छल्सुले आफ्नो गिलासमा रक्सी राखेर सुजिनलाई पिउन भन्दै मायाको प्रस्ताव राख्छ। छल्सुको त्यो प्रेम प्रस्ताव गर्ने तरिका देख्दा तपाईँ हामीलाई अलिकति अनौठो लाग्नु स्वाभाविक नै हो, तर अनौठो नमान्नुहोस् है त। कोरियामा यस्तो तरिकालाई सामान्य लिने गरिन्छ। सुजिनले पनि केही बेरपछि कुनै संकोच नमानी छल्सुको प्रेम प्रस्ताव स्वीकार्छ र यसरी हुन्छ उनीहरूको लभ स्टोरीको सुरु। समय बित्दै जान्छ, उनीहरू बीचको सम्बन्ध अब केवल आकर्षणमा मात्र सीमित रहँदैन। यो त एक अर्का प्रतिको विश्वास, सम्मान अनि निस्वार्थ प्रेममा बदलिँदै जान्छ। एक अर्कालाई एकदम माया गर्ने उनीहरूको सम्बन्ध अब बिहेमा परिणत हुन पर्छ भन्ने कुरा सोचिरहेकी सुजिनले एक दिन आफूहरू बिहे गर्नुपर्छ भन्ने कुरा छल्सुलाई बताउँछ। तर छल्सुले भने आफ्नो विगत, आफ्नो अवस्था, भविष्यमा आफूहरू खुसी हुन नसक्ने कारण देखाउँदै सुजिनको कुरालाई अस्वीकार गरिदिन्छ। त्यो क्षण सुजिनको लागि अति नै पीडादायी हुन्छ। जुन पनि अब दिन प्रतिदिन छल्सुलाई सम्झाउन थाल्छ र साँचो प्रेम गर्ने मान्छेले कहिल्यै हार मान्दैन भन्ने कुरालाई प्रमाणित गर्दै छल्सुलाई मनाउन ऊ सफल हुन्छ। सुजिनले छल्सुलाई त सम्झाउन सफल हुन्छ, तर उनीहरूको प्रेमको अर्को परीक्षाले उनीहरूलाई पर्खिराखेको हुन्छ, जहाँ दुवै परिवारको हैसियत र दैनिक जीवनशैलीको फरक देखाउँदै सुजिनको बुवा उनीहरूको बिहेको कुराको खिलाफ उभिन्छ। अनेकौं बाधा अडचनहरूको सामना गर्दै गएका सुजिन र छल्सुको एक अर्का प्रतिको माया देखेर सुजिनको बुवा पनि हार खान्छ र उनीहरूको विवाह गराइदिन बाध्य हुन्छ। अब उनीहरूको वैवाहिक जीवन एकदम सुखदका साथ बितिरहेको हुन्छ। उनीहरूको खुसीपन देख्दा लाग्छ कि दुई मुटुको साँचो मायाको नतिजाले विवाहमा गएर पूर्णता पाएको छ। सुजिनको अनुहारमा देखिने हरेक खुसीबाट प्रेरित हुँदै छल्सु पनि अब आफ्नो जीवनमा अति धेरै मेहनत गर्न थालेको हुन्छ, जहाँ ऊ आफू र सुजिनको भविष्य सुख अनि खुसीले बिताउन एउटा सुन्दर अनि सानो घर बनाउन चाहेको हुन्छ। सबै कुराहरू सुन्दर तरिकाले चलिरहेको
परिरहेको हुन्छ। अब उनीहरूले जीवनमा कुनै पनि किसिमको दुःख पीडा सहन नपर्ने सोचिरहेका हुन्छन्। तर कहिलेकाहीँ तिनै सुन्दर क्षणहरू नै जिन्दगीले आफूसँग लिन लागेको सबैभन्दा ठूलो परीक्षाको अघिल्लो अध्याय हुँदा रहेछन्। सुखद भविष्यको प्रतीक्षामा रहेका उनीहरूलाई अब आउने कठिन समयको कुनै सन्को हुँदैन। दिनहरू बित्दै जान्छन्। सुजिनको दैनिक व्यवहारमा पनि साना साना परिवर्तनहरू देखिन थालिसकेका हुन्छन्। जहाँ उसले भर्खरै गरेको कुराकानी आफ्नो घर जाने बाटो समेत बिर्सन थालिसकेकी हुन्छ। तर सुजिनलाई भने त्यो आफ्नो बानी व्यवहार सामान्य लागिरहेको हुन्छ। छल्सुलाई पनि सुजिनको व्यवहार देखेर अनौठो त लाग्छ नै, तर पनि काम र थकाइको असर सम्झेर उसले त्यो कुरालाई इग्नोर गरिदिन्छ। समय न हो, त्यो न कसैको हातमा हुन्छ, न त त्यसलाई कसैले नियन्त्रण नै गर्न सक्छ। दिनहरू बित्दै जान्छन्। सुजिनलाई आफ्नो व्यवहारमा अलि धेरै परिवर्तन आएको महसुस हुन्छ र ऊ डाक्टरसँग एक दिन चेकअप गर्ने निर्णय लिन्छ, जहाँ उसको जीवन अब पूर्ण रूपमा बदलिनेवाला थियो। हस्पिटल पुगेकी सुजिनको सबै मेडिकल चेकअपको रिपोर्ट देखेर डाक्टरले पनि केही अनौठो मानिरहेको हुन्छ। तर डाक्टरको काम न हो, उसले त्यो कुरा सुजिनलाई भन्नुपर्छ नै र उसले सानो स्वरमा सुजिनलाई अल्जाइमर नामको रोग लागेको बताउँछ। त्यो कुरा सुनेपछि सुजिनलाई आफूमाथि आकाश खसेझै महसुस हुन्छ। उसलाई त्यो कुराको विश्वास गर्न साह्रै गाह्रो हुन्छ। ऊ निशब्द हुन्छ। कुनै पनि औषधि वा अपरेसनले उसको रोग निको नहुने र समय बित्दै जाँदा उसले आफ्नो स्मरण शक्ति गुमाएसँगै आफ्नो जीवनको प्रिय मान्छेहरूलाई बिस्तारै बिर्सदै जाने भन्ने डाक्टरको कुराले उसको मन टुक्रा टुक्रा भएर भाँचिसकेको हुन्छ। त्यही अर्कोतिर यो कुराको अनजान बन्दै गएको छल्सुलाई सुजिनको साना साना कुराहरू बिर्सने बानी देख्दा उसको खुल्दुली अझ बढिरहेको हुन्छ, जसले गर्दा ऊ पनि सबै कुरा जान्नको लागि सुजिनको डाक्टरलाई भेट्ने निर्णय लिन्छ। उज्यालो दिनमा अचानक बादल लागेर अँध्यारो बनाए झैं सुजिनको रोग बारे सबै कुरा सुने पश्चात छल्सुको जीवनमा पनि कालो बादल छाउन थाल्छ। त्यही छल्सु र सुजिन दुवैजना अब यो रोग बारे जानकार भइसकेका हुन्छन्। सुजिनको जिन्दगी पनि अब दुई भागमा विभाजन भएको छ। एकातिर उसले छल्सुसँग बिताएका हरेक सुन्दर सम्झनाहरू थिए भने अर्कोतिर उसले बिस्तारै ती सम्झनाहरू बिर्सदै गइरहेकी थिए। चिन्तै चिन्ताले चिताको बाटोतिर डोहोर्याउँछ भने झैं सुजिनले छल्सुको एकदमै चिन्ता लिन थालेकी थिए। एक दिन गएर उसले सबैलाई बिर्सने र भविष्यमा आफूले छल्सुलाई एकदमै दुखी बनाउने भन्ने कुराले सुजिनको मनलाई सताइरहेको थियो। त्यही अनुसार एक दिन सम्झनाका यादहरू नभएको सम्बन्धले जीवनमा खुसी ल्याउन नसक्ने भन्ने कुरा सोचेर सुजिनले छल्सु र आफू एक अर्कासँग छुट्टिनु पर्छ भन्ने कुरा छल्सुलाई बताउँछ। सुजिनको त्यो कुरा सुनेर छल्सु एकदमै भावुक हुन्छ र आँखाभरि आँसु झार्दै आफूले सुजिनलाई निस्वार्थ प्रेम गरेको र यदि सुजिनले सबै कुरा बिर्सिए पनि ऊ आफूले सुजिनको लागि सबै कुरा सम्झाइदिने भन्दै सुजिनलाई सम्हाल्न थाल्छ। दिन प्रतिदिन अब सुजिनको रोग पनि झन्झन गहिरो हुँदै जान्छ, जहाँ छल्सुले भने सुजिनले बिर्सन सक्ने सबै कुराहरू लेखेर कोठाको भित्तामा टाँसिदिएको हुन्छ, जुन दृश्यले सुजिन प्रति छल्सुको निस्वार्थ प्रेमलाई दर्शाएको छ। समय बित्दै जान्छ। सुजिनलाई भने बिस्तारै आफ्ना नजिकका मान्छेहरूको अनुहार समेत चिन्न गाह्रो हुन थालिसकेको मुभीले देखाउँछ, जहाँ उसले आफ्ना सबै सुन्दर यादहरूलाई बचाइराख्न प्रयास त गर्थे, तर ती सबै स्मृतिहरू उसको हातबाट बालुवा जस्तै बिस्तारै फुस्किँदै गइरहेका थिए। अर्को दिन जब छल्सु काममा जाँदै हुन्छ त्यतिकैमा सुजिनको मुखबाट एउटा नाम निस्किन्छ, जुन नाम सुजिनको विगतसँग जोडिएको उसको एक्स बोयफ्रेन्डको हुन्छ। त्यो कुनै गल्ती थिएन, त्यो त बस एउटा रोगले बिर्साउन थालेका सम्झनाहरूको प्रमाण मात्र थियो। आफ्नो श्रीमतीले नै आफूलाई अर्को पुरुषको नामले बोलाएको सुन्दा पनि ऊ केही नभए झै हाँसिदिन्छ, तर उसको हाँसोभित्र लुकेको पीडालाई छल्सुले सहन सक्दैन र केही बेर पछि भक्कानिएर रुन थाल्छ। अब घरमा सुजिन एक्लै हुन्छ। उसले आफ्ना कोठामा टाँसिएका हरेक कुराहरू निहाल्न थाल्छ। निहाल्दै जाँदा उसलाई आफूले छल्सुलाई अर्कैको नामले बोलाएको चेत आउँछ। सुजिन अब आफ्नो कारणले छल्सुको चित्त दुखाएको भन्ने कुरा आभास गरे कि ऊ जीवनको सबैभन्दा महत्त्वपूर्ण निर्णय लिने अवस्थामा पुग्छ। छल्सु बेलुका घरमा पुग्छ। त्यहाँ सुजिन त हुँदिन, तर उसले छोडेको चिठी चाहिँ त्यही हुन्छ, जसमा लेखिएको हुन्छ, मलाई माफ गरिदेऊ, मेरो उद्देश्य तिम्रो मन दुखाउने थिएन, म त बस तिमीलाई माया गर्छु, मेरो सम्झनामा त केवल तिमी मात्र छौ नि, के तिमीलाई यो कुरा थाहा छैन र? म त तिमीलाई भगवानले दिएको सबैभन्दा सुन्दर उपहार चाहिँ मान्छु, तर मेरो कारणले तिमीलाई दुःख नहोस् भनेर म अब तिमीबाट टाढा जाँदैछु। आई लभ यु छल्सु।
मलाई माफ गरिदेऊ। यसरी सुजिनले आफ्ना सबै मनका भावनाहरू चिठीमा लेखेर छोडेकी थिए। ऊ छल्सुलाई दुःख दिएर होइन, एक अर्काको माया बचाउनलाई टाढा गएकी थिए। सुजिनले छल्सुलाई छोडेर गएको पनि धेरै भइसकेको छ। त्यही छल्सु पनि अब आफ्नो जीवनमा एक्लो भएको छ। उसँग त केवल सुजिनका यादहरू मात्र बाँकी छन्। समय बित्दै जाँदा पनि सुजिनको पत्ता नलागेपछि छल्सुले भने अझै हार मानेको हुँदैन। एक न एक दिन सुजिनसँग पक्कै पनि भेट हुने भन्ने झिनो आशा लिएर उसले सुजिनलाई हरेक ठाउँमा खोजिरहेको हुन्छ। खोज्दै जाँदा ऊ त्यही ट्रेन स्टेसनमा पुग्छ जुन ट्रेन स्टेसन मुभीको सुरुवातमा देखाइएको थियो। अब मुभीको स्टोरी पनि प्रेजेन्ट डे सम्म आइपुगेको छ, जहाँ एक दिन छल्सुलाई सुजिन भएको एड्रेस पत्ता लागेको हुन्छ। सुजिनका अनगिन्ती यादहरूलाई आफ्नो मनमा सँगालेर राखेको छल्सु अब कति पनि ढिला नगरी सुजिनलाई भेट्न भनी जान्छ। सुजिनलाई कति बेला देखु कति बेला भेटु भन्ने कुराले सताइरहेको छल्सु सुजिनलाई आफ्नो अगाडि देख्छ। तर आफ्नो जिन्दगीसँग सम्बन्धित सबै मान्छेहरू र अनगिन्ती सम्झनाहरू सबै बिर्सेर नयाँ जीवन सुरु गरेकी सुजिनले छल्सुलाई आफ्नै अगाडि पाउँदा समेत चिन्न सकिराखेकी हुँदिन। सँगै जिउने सँगै मर्ने बाचा कसम खाएकी सुजिनले भने छल्सुलाई अपरिचित मान्छे झैं व्यवहार गरिरहेकी हुन्छ। अब छल्सुले सुजिनलाई आफूसँगै लिएर आइसकेको हुन्छ। सुजिनको स्मरण शक्ति फिर्ता ल्याउन सक्ने भन्ने आशाले उसले हरेक कुराहरू सुजिनलाई सम्झाउन प्रयास त गर्थ्यो, तर पनि ऊ केही पनि सम्झिन सकिरहेकी हुँदिन। धेरै दिनको प्रयासपछि सुजिनको स्मरण शक्तिमा कुनै पनि सुधार नआएको देख्दा छल्सुले एक दिन सुजिनलाई त्यही ठाउँमा लग्ने निधो गर्छ जहाँ उनीहरूको पहिलो भेट भएको थियो। अब छल्सु र सुजिन त्यही माठमा पुग्छन् जहाँ उनीहरूको पहिलो भेट भएको थियो। त्यही माठभित्र सुजिनका जीवनसँग सम्बन्धित सबै मान्छेहरू पनि हुन्छन्। त्यही छल्सुले भने आफू र सुजिनको फर्स्ट भेटमा घटेको सम्पूर्ण घटनाहरूलाई एक एक गरी दोहोर्याइरहेको हुन्छ। तर त्यो त चिनामा लेखिएको कुरा न थियो। सुजिनले न त ती कुराहरू नै सम्झिन सक्छ न त ती मान्छेहरूलाई नै चिन्न सक्छ। यादहरू हराउन सक्छन्, तर कसैप्रतिको साँचो प्रेम, त्याग र समर्पण कहिल्यै हराउँदैन भन्ने कुरालाई पुष्टि गर्दै छल्सुले पनि सुजिनका सबै यादहरू आफ्नै मनभित्र सँगालेर सुजिनलाई जीवनभर माया गरिरहन्छ। प्रेम भनेको त केवल सँगै हाँस्नु, खुसीका दिनहरू सँगै काट्नु मात्र नभएर जस्तोसुकै परिस्थितिमा पनि एउटा साँचो माया गर्ने जोडीले सधैँभरि एक अर्काको साथ दिन्छन् भन्ने मिठो सन्देश दिँदै यो मुभीको अन्त्य हुन्छ। यदि तपाईहरूलाई पनि यो स्टोरी मन परेको छ भने आफ्नो जीवनमा भएका प्रिय मान्छेहरूलाई समय दिनुहोस्, उनीहरूलाई माया गर्नुहोस्। के थाहा कुन पल हाम्रो जीवनको अ मोमेन्ट टु रिमेम्बर बन्न पुग्छ त्यो कसैलाई पनि थाहा हुँदैन। हजुर, यतासम्म हेरेर साथ दिनुहुने सम्पूर्णलाई थ्याङ्क यू है। यो भिडियो मन परेको भए भिडियोलाई लाइक गरिदिनु होला, च्यानललाई सब्स्क्राइब गरिदिनु होला र यदि केही सल्लाह सुझाव भए कमेन्ट बक्समा कमेन्ट गर्न पनि नभुल्नु होला है त।